म लगभग 45 मिनट जति रन गरेर बडीको एक्सर्साइज गर्नु यहाँनिर आएको थिएँ। यहाँ चाहिँ लगभग मेरो पछाडि चाहिँ 100 जना भन्दा बढीले चाहिँ हैन उहाँहरूको चाइल्ड पनि हुनुहुन्छ, एल्डर पनि हुनुहुन्छ र यङ स्टारहरू पनि सबैजनाले एक्सर्साइज गरिराख्नु भएको रहेछ क्या। आमामा खतरा लाग्यो नेपालीहरूले पनि एक्सर्साइज चाहिँ बुझिसकेको रहेछ। र मेरो आजको भ्लग चाहिँ एक्सर्साइजबाट बिहान एक्सर्साइजबाट स्टार्टिङ हुन्छ। साथीहरू बिहानै उठेर एक्सर्साइज गर्न जानको लागि मात्रै अल्छी गाह्रो हो क्या। एक्सर्साइज गरेर आएर नुहाइधुवाइ गरेर टक्क बसिसकेपछि त आमामा ज्यान त यस्तो फुर्तिलो हुन्छ नि खतरा हुन्छ। म चाहिँ बिहान एक्सर्साइज गरेर आएर पनि 1 बाल्टिन कपडा धोइसकेँ। मेरो लगायत मम्मीको पनि कपडा धोएर रेडी भइसकेँ। अब चाहिँ म खानासाना खाएर आफ्नो कामतिर जानको लागि रेडी हुन्छु। साथीहरू खाना खानु बित्तिकै काममा जाने भनेको एकछिन मस्त सुतेछ लगभग 1-1.5 घन्टा चाहिँ। अब चाहिँ म काममा निस्किन्छु, काममा जान्छु। गर्मी छ त्यही भएर कस्तो धेरै अल्छी लाग्ने क्या यो मौसम। के गर्ने होला। मेरो काम चाहिँ मेरो यो क्लर टावरमा हो, तर यो काम हो भनेर चाहिँ म भन्दिनँ। अब काममा लगभग म 1-2 घन्टा त बिजी हुन्छु। त्यसपछि काम सकिसकेपछि म यसको बेडरुम जान्छु। यो एरियाको तपाईँलाई कति देखाउनु होइन, वाक्क भइसक्नु होला। अब त्यो देखाउँदिनँ। अब भरे काम सकिसकेपछि मात्रै त्यसपछि म ब्याक टु होम हुन्छु। ल साथीहरू काम सकेर पनि म चाहिँ अब निस्किसकेँ। अब चाहिँ म स्वस्थ किमा नुडल्स खानको लागि जाँदैछु। यहाँदेखि चाहिँ गाडी तल राखेको छु। त्यसपछि चाहिँ म जान्छु। अहिले चाहिँ नुडल्स पनि आइसक्यो। अब नुडल्स खाने होइन, त्यसपछि चाहिँ घर जाने। मेरो काम चाहिँ स्वस्थ पाउँछ है खाएर 100 रुपियाँ। खाजासाजा खाएर पनि मोमोसम्म खाएर नुडल्स खाएर पनि घर आइसकेँ म चाहिँ। अब चाहिँ घरमा मेरो काम हुन्छ। ग्यास नि सकिसक्यो साथीहरू। यता भात पनि कहाँ चाहिँ सबै तरकारीहरू पनि एउटा यता ग्यास खाली, अर्को यतातिर अर्को खाली, अर्को उतातिर अर्को खाली, उहाँतिर छ अर्को खाली, सब खाली ग्यास सडे। कसरी अब भात पकाउने। आज ग्यास सक्ने कारणले गर्दाखेरि ढोकै बस्नु पर्ला जस्तो छ। ग्यास पनि छैन रहेछ, यहाँ पनि छैन, उता पनि छैन। ग्यास सबैतिर सकिसकेको छ। ग्यास सर्टेज छ। नेपाल सरकार ग्यास के हामीलाई हिजो गयो। हामी चाहिँ ग्यास सकेर ग्यास पनि भरेर ल्याइसक्यो। ल्याएर पनि यहाँ रेडी भइसक्यो। अब चाहिँ खानासाना खाने, त्यसपछि सुत्ने। भिडियो पनि लामो हुन्छ। भिडियो लामो भएको कारणले गर्दाखेरि तपाईँले हेर्नु पनि हुन्न। अब साथीहरू बाई बाई। मेरो भिडियो हेर्दै गर्नु होला।